2007 मा रिलिज भएको एउटा हलिउड फिल्म छ देयर विल बी ब्लड। फिल्मको पात्र ड्यानियल प्लेनुभले आफ्नो अनुकूलताका लागि सबै हद पार गर्छन्। धर्म, नैतिकता र आस्था सबै कुरालाई आफूले चाहेको कुरा पाउनका लागि उसले हतियारको रूपमा प्रयोग गर्छ। तर फिल्मको अन्त्यमा उक्त पात्र यस्तो अवस्थामा पुग्छ कि जहाँ उसँग ग्लानी मात्र बाँकी रहन्छ, यानी कि फ्रस्ट्रेसन। यो फिल्मको सन्दर्भ नेपालका भूतपूर्व प्रधानमन्त्री र आफूले आफैलाई राजनेता भन्ने खड्ग प्रसाद ओली यानी कि केपी शर्मा ओलीसँग धेरै हदसँग मेल खान जान्छ। चाहे कोरोना महामारीको बेला देशमा सयौं नागरिकको ज्यान गइराख्दा होस् वा अधिकारका लागि मधेसमा आन्दोलन भइराख्दा नै किन नहोस्, ओलीले कहिल्यै पनि जनता र देशका लागि सोचेको देखिँदैन। उनले आफू नै सर्वेसर्वा हुँ र म भन्दा माथि कोही पनि छैन भन्ने भाव अहिले पनि छोडेका छैनन्। भदौ 23 र 24 यानी कि सेप्टेम्बर 8 र 9 मा देशमा जुन तरिकाको जेनजी आन्दोलन भयो, त्यो आन्दोलन हुनुको कारण धेरै हदसम्म ओली र उनकै सरकार थियो। गिरिबन्धु जग्गा काण्ड, यति एयरलाइन्स काण्ड, व्हाइट बडी काण्ड लगायत दर्जनौं काण्डहरू आजको जेनजी पुस्ताले ओली र उनको सरकारबाट पाएका काण्डहरू नै हुन्। जनता र देशको निम्ति के गरिन भन्दै उनी अहिले पनि गुण्डुमा गुण्डाहरूका बीचमा भाषण गरिराखेका छन्। भदौ 23 मा 19 जना नवयुवाहरूमाथि चलेको गोली र हालसम्म 75 भन्दा धेरैको मृत्यु हुनुमा ओली नै प्रमुख दोषी र जिम्मेवार पनि हुन्। तर उनी यो जिम्मेवारी लिनु त परको कुरा, उनलाई यो घटनाप्रति पनि कुनै ग्लानी छैन, यानी कि आत्मालोचना छैन। युवा संघ र महेश बस्नेत जस्ता अपराधीको संरक्षणमा गुण्डुलाई आफ्नो गढ बनाएर बसेका ओलीमा अझै पनि त्यो अहम छ, जसका कारण उनी नेपालको राजनैतिक इतिहासमै सबैभन्दा गैर जिम्मेवार नेता मात्रै नभएर अपराधीका रूपमा पनि स्थापित भइरहेका छन्। एकातिर बानेश्वर संसद भवन अगाडिको सडकमा पोखिएको जेनजीको रगत सुक्न नपाउँदै ओलीले यो सरकारलाई हाहुको सरकार भन्न समेत भ्याएका छन्। आफ्नै नेतृत्वको सरकारले गरेको अपराध, भ्रष्टाचार र अनैतिक कर्मका कारण जेनजी युवा सडकमा ओर्लिएर ल्याएको परिवर्तनलाई त उनी कदापि स्वीकार्न सकेका छैनन्। सँगै उनले एमालेलाई समेत आफ्नो व्यक्तिगत कम्पनीको रूपमा चलाइराखेका छन्। यो भिडियोबाट म पूर्व प्रधानमन्त्री ओलीलाई एउटै कुरा भन्न चाहन्छु, यो क्रान्ति आजका युवाहरूले ल्याएको हो, जेन जेडहरूले ल्याएको हो। भ्रष्टाचार र सरकारको कुकर्मको विरुद्धमा सडकबाट आएको परिवर्तन हो। तपाईले जस्तो हत्याको आधारमा राजनीति गर्ने पुस्ता होइन आजको पुस्ता। आजको पुस्ताले देश बुझेको छ। लिपुलेख र लिम्पियाधुराको चुच्चे नक्साको गफ दिँदै गफहाडी पनमा रमाउने तपाई विगतमा पनि हत्याकै आरोपमा जेलमा बसेर राजनीतिमा त आउनु भएको नै हो। अहिले पनि तपाईको हातमाथि तमाम युवाहरूको रगत लतपतिएको छ, तपाईको अनुहारमा रगत पोतिएको छ। गुण्डाहरूको बीचमा र महेश बस्नेत जस्ता अपराधीको बीचमा बसेर भाषण गर्ने तपाईसँग साँच्चै आँट छ भने एकपटक ती जेनजी युवालाई भेट्नुहोस्, ती नवयुवाहरू जसको हत्या तपाईले गर्नुभयो र तिनीहरूका परिवारलाई भेट्नुहोस्, अनि फेरि त्यसरी चिच्याउनुहोस् तपाईको कुकर्मको सजाय त्यति नै बेला पाउनुहुनेछ। तपाईले गरेको कुकर्मको कानून अनुसार सजाय पक्कै हुनुपर्छ र जेनजी युवाले जसरी पनि गराएर छाड्नेछ। नभएमा आज सडकबाट परिवर्तन ल्याएका युवाहरूका लागि गुण्डु धेरै टाढा छैन। 24 घण्टामा तपाईको सत्ता झुकेको थियो यी युवाहरूको सामुन्ने। अपराधीहरूको आडमा गुण्डुमा लुकेको तपाई त झन् कति समय नै टिक्न सक्नुहुन्छ होला र सावधान। ब्याक अफ केपी ओली, अरेस्ट केपी ओली।